तपाईहरुलाई लाग्छ होला यो मान्छे जहिले पनि रिसाइरहेको हुन्छ अनि आइमी मान्छेहरुलाई केटी मान्छेलाई मात्रै बढी गाली गरिरहेको हुन्छ किन होला यस्तो किन होला भनेर भन्नुहुन्छ होला है। धेरै कुरा छैन, दुई तीनवटा कुरा छ के। सबभन्दा फर्स्टमा चाहिँ म झनक्क रिसाउँछु। किन रिसाउँछु भने जुन त्यो जस्तो महिला छ नि हो त्यो व्यवहार सम्झेर भ्याट्ट रिसाउँछु के म। अनि त्यहाँबाट फेरि अरू सबै नर्मल महिलाहरूलाई हेर्छु द्याट एउटा दुईटा यस्ता रखेलहरू हुन्छन् तर सबै महिला यस्तो हुँदैन भनेर म फेरि नर्मलमा आइहाल्छु के म त्यस्तो है। अनि अर्को फेरि के गर्छु, यी रखेल टाइपका मान्छेहरू त एउटै क्याटेगोरी एउटै चाहिँ बाहनाबाजीका हुँदा रहेछन् भन्छु के म हैन। अनि त्यहाँबाट भन्छु म फेरि जो जोसँग सम्बन्धित छ भनेर। यो किन म भनिरहेको छु भने तपाईलाई हैन, मैले देखेका भोगेका आफैले भेटेका कुराहरू, केटाहरू अथवा फोनहरू सबै कुराहरू अथवा मेरो कथा व्यथा नि तपाईलाई सुनाउने हो भने नि म चाहिँ रिसाएको छु हैन, तर तपाई चाहिँ नि रुनुहुन्छ के। तपाई धुरु धुरु रुनु भएन छ भने कान काटेर हिमाल पखाइदिन्छु। कोही त फेन्टै होला ल। डे 1 देखि गाउँबाट सहर झरेदेखि सहरमा बसेदेखि म त वाचिङमा छु नि त यार। हामी त हाम्रो जिम्मेवारी भनेको आफ्नो श्रीमतीको सेवा सुरक्षा गर्ने हैन। कहाँ के गर्दैछ, कसो गर्दैछ, कोसँग बोल्छ, कसरी बोल्छ, किन बोल्छ, गलत काममा लाग्यो कि लागेन, हामी त त्यो हो नि त। अब लागेको ठाउँ भेटिसके पछाडि अझ मैले के भनेको थाहा छ, उल्लाई थाहै छैन त्यो उसले काम गरेको भेट्या छ, मैले भेट्छु तर म केही पनि भन्दिनँ उसलाई। नभनेर के भन्छु थाहा छ, तिमी अलिक गलत छौ कि क्या यार, अलिक गलत बाटोतिर चाहिँ नलाग है तिमी यार, अलिक यस्तो चाहिँ राम्रो हुन्न यार, पछाडि यार यत्रो चाहिँ नि गरेर बिहे गरेको यार, तिमी यार यस्तो गलत बाटोमा लाग्यो भने तिमी या त तिमीले छोड्नुपर्ने हुन्छ या मैले छोड्नुपर्ने हुन्छ, दुनियाँ लफडा हुन्छ, यस्तो नगर भनेर कति सम्झाउँथे कि म। तर उसलाई के कुरा थाहा थियो भने हैन, अब चाहिँ यो मान्छे नर्मल सम्झाउने मात्रै हो, यसले केही गर्दैन, अब यसलाई मैले जसरी जे गर्दै पनि हुन्छ भनेर झनै मजाले उसले चाहिँ आफ्नो काम प्रक्रिया अगाडि बढाइदियो कि। र पनि मैले केही पनि भन्न कि अब यो मान्छेलाई सकिने रहन्छ, ठिकै छ, अब अगाडि जाओस् बढोस्, केही गर्न सकेन नि त हैन। नसकेस् त अब मैले त्यहाँबाट त भन्दै नि त, पहिला मैले फुल वाच गरेँ, त्यहाँबाट मेरो फ्यामिलीमा भने, त्यस पछाडि पनि सम्भव भएन, त्यस पछाडि उसको फ्यामिलीलाई पनि भने हैन, त्यसबाट सम्भव भएन। त्यसबाट त ऊ अब त पत्रु त कुहिएको आलु भएर नि बानाबाजी गरेर अब टिकाउनु त पर्यो, त्यही पनि तिरस्कार त गर्नु भएन मान्छेलाई। सहरबाट जस्ट गाउँ लगेको ल, गाउँ लगेको। अब बजारका सहरका भोका उडुसहरू हैन, खान नपाएर बोलाइ कराए गरे होला। त्यहाँबाट भेट्न जानु पर्यो भने त बाहना त गर्नु पर्यो, बाहना बनाई, दुनियाँ बाहना बनाई, मलाई फेरि ब्लेम लगाई, त्यहाँबाट यो घरबाट हिँडी, त्यो पनि कसैलाई थाहा नदिकन। यस्ता कन्डिसन हो। नर्मल मात्रै भनिदिएको तपाईँलाई, अरू डेन्जर तपाईँ रुने खालको धुरु धुरु तपाईँ रुने खालको त कथा कति छ। तर के भनिरहनु, नर्मल यसो भनिदिए मात्रै हो मैले, खास भन्नु जरुरी पनि छैन यो है। अनि रिलायज छैन, समस्या समाधान छैन, मैले त्यो हुन्छ नि डामेर छोडेको, मैले त्यो गाई जस्तो छ रन्डियामी, मतलब गाई जस्तो छ के, गाई जस्तो छ के, डामेर छोडेको त्यो हिउँदको गाई जस्तो छ के, यस्तो तालमा इन्जे। अनि त्यहाँबाट तपाईँ भन्नुहुन्छ नि किन चाहिँ रिसाएको होला भनेर, म रिसाएको छैन, रिसाउँदिनँ, म नरिसाएर, म कुल भएर,
मैले बढी माया गरेर नेग्लिजेन्स नगरेर उसलाई अलिक राम्रो टाइट गरेर फ्री नछोडिदिएर हैन उसलाई चाहिँ नि अब चाहिँ तिमी बिग्रिन आँटेछौ भनेर सुझाव सल्लाह दिएर त्यहाँबाट ऊ नाराज भएको ऊ चाहिँ नि खतम भएको त्यहाँबाट हैन। अब यार तपाईँ आफै मान्नु न, म चिनिरहेको छु, देखिरहेको छु, सडकमा तिनै मान्छे छन् हैन, रुममा तिनै देखिरहेको छु, सडकमा तिनै छन्, मासु पसलले तिनै छन् हैन, कुखुरा पसलले तिनै छन्, केक पसलले तिनै छन्, किताब पसलले तिनै छन् हैन। अब के भन्ने भने नि त्यो मलाई त्यही भएर मलाई तपाईहरुले अलि नराम्रो जस्तो सोच्नुहुन्छ होला है, तर त्यस्तो नसोचे पनि हुन्छ। म कस्तो छु त त्यही रखेललाई थाहा छ हैन। त्यसले यस्तो मजाले निचारिने मलाई हैन लाइफमा, के भन्ने यार, डेन्जर तरिकाले निचार्दी के। ठिक छ, तर त्यसको भोग्न चाहिँ त्यसले पर्छ के, केही न केही त त्यसले भोग्नै पर्छ।